गाइज म चाहिँ यता कौशल तारको पारिपट्टि साइडबाट भित्र छिरेको अर्को नामले थाहै छैन। पहिला म यतातिरबाट जान्छ यताबाट जान्छ कहाँ पुगिँदो रहेछ यहाँ मैले जता पुग्छ आफ्नै एरिया हो। यो साइकल त माथि राख्नु दामी एरियामा आएँ म चाहिँ। आज चाहिँ काम भन्दा नि भ्यू हेर्न आए जस्तो मात्र भयो। कस्तो दामी देखिन्छ हेर न। यहाँ चाहिँ के रहेछ भन्दा बोर्डमा चाहिँ मध्यपुर थिमी लेखेको रहेछ। मध्यपुर थिमी 2 भक्तपुर। कल छन् होइन दामी रहेछ। आन्टी यो ठाउँलाई के भन्छ? हजुर हजुर हो लोकनथली सानो थिमी जाने बाटो। हाइवे त्यहाँ तलबाट जान्छ। ए दोलखा ए मेरो घर त बागलुङ हो नि आन्टी। हामी त यता काम गर्न आएको यतै बस्ने काम गर्ने पढ्ने। हजुर ए ल ल हुन्छ आन्टी। यहाँ त ग्यारेज रहेछ यार तरकै भरेको यार। तरकको होला गर्दा हेर यस्तो हेर्दाखेरि ट्याक्कै घर जस्तो छ होइन तर घर त होइन रहेछ। साइकल चाहिँ त्यहाँ राखेको छ। यो चाहिँ दामी आयो। यो नि लोकनथलीमै पर्दो रहेछ नि बनाउन त तर मलाई थाहै छैन। यहाँ भित्रतिर आउनु पर्यो। हाम्रो पारी साइड पऱ्यो नि त यो वारी साइड थिमी जाने बाटो चाहिँ यही तल हो। जडीबुटी बाटो पुरानो बाटो हुँदै भक्तपुर जाने भन्ने एरिया चाहिँ यही होला जस्तो लाग्यो। त्यो चाहिँ के रहेछ दामी छ छन् त के चाहिँ हैछ यता चाहिँ अलिकति क्लियरली चाहिँ छैन। अच्छा त्यतातिर एयरपोर्ट परेछ। एयरपोर्ट त्यो लाइनदेखि त्यो सरै माथि चढ्न मिल्दो रहेछ। हामी पनि चढाउँ न। एरोप्लेन यहाँ रहेछ। यहाँ चाहिँ यो कहाँ अनलाइन थर्राउनै नसकिने रहेछ। यहाँ छ एरोप्लेन चाहिँ दामी छ दामी बवाल लाग्यो चाहिँ। बादल हेरेर कस्तो निस्क्यो। पिपल छ टक्क चिसो हावा खाने बस्ने ठाउँ। यता तल चाहिँ तराईको जस्तो फाट रहेछ। यहाँ तल चाहिँ तराई जस्तो रहेछ। पारी एयरपोर्ट पऱ्यो। एयरपोर्टको नजिक साउन्ड धेरै आउँछ नि त त्यही भएर खासै छैन रहेछ। हामी चाहिँ अब यहाँबाट अगाडि तर्फ लागौँ है। मेरो साइकल चाहिँ यहाँ छ। साइकल त छुटाउनु भने म जानु लाग्यो। अङ्कल हुनुहुन्छ। अङ्कल ऊ त्यो पारीको के हो? हजुर हजुर ठुलो भवन त्यहाँ के हुन्छ? हो शिक्षा कार्यालय। हस् हुन्छ धन्यवाद। ए शिक्षा विभाग यो एरिया अब जुन बाटो आएको थियो त्यही बाटो फर्किनु पऱ्यो। त्यो चाहिँ शिक्षा कार्यालय परीक्षा नियन्त्रण के भन्दै थियो बाजेले भन्नु त तर मैले खासै राम्रोसँग चाहिँ बुझेन। बुवाले राम्रै भन्नुभएको थियो भन्नु त। अब त्यही माथि फेरि हजुरहरूले सुन्नुहुन्थ्यो होला। बुवाले भन्नेलाई फेरि ट्याक्कै ऊ पनि भयो कि यहाँ गाडीहरू साउन्डहरू आयो। म चाहिँ अब यतातिर यो चाहिँ थिमी पर्छ। यता थिमीतिर नजाने अब यतातिर के जानु यो अर्कै एरिया पर्छ। मेरो त लोकनथली हो। आज चाहिँ अब यतातिर घुम्न पऱ्यो। लोकनथली भित्रतिर छिर्छु म है। लेट्स सी के हुन्छ। राम्रो भयो भने मात्र हाल्छु। म आज त्यो भिडियो हाल्न त हालेको थिएँ कि है। मतलब हालेको थिएँ भन्दा पनि भिडियो खिचेको थिएँ राम्रै साइकलबाटै खिचिरहेको थिएँ। ह्यान्डलमा फोन अड्डाइरहेको थिएँ कि यस्तोमा फोन अड्डाएको थिएँ। यो पुरै फोनै हल्लियो र पुरा भिडियो सिडियो नै भएन क्या। भिडियो नै हल्लियो झ्याप भयो जस्तो न के जस्तो टाउकै दुख्ने औरा घुमाउनु
भएकै फोन यस्तै लिकचेक यस्तो हलिन लाग्यो अनि त्यही भएर ल म यतातिर लाग्छु है के हुन्छ हेरौँ कस्तो ब्रेक हान्दा पनि कराउँदो रहेछ कि साउन्ड सुन्नु है त यस्तो कराउँछ हावा नि धेरै छ खै के भयो चेनमा धेरै यता चाहिँ घामले खासै देखियो होइन त्यो घाम लागेर अनि यता चाहिँ एयरपोर्ट साइड पर्छ यो चाहिँ जडीबुटी एरिया हो जडीबुटी यो पर्छ यता पनि जडीबुटी नै पर्छ होला सायद अब म यताबाट यस्तो जान्छ अब कहाँबाट निस्किन्छु निस्केर फेरि उतै लोकन्थली तल्लो साइडबाट जानुपर्ने छ त्यो बवाल घरहरू छ टोल चाहिँ जिउ शान्त टोल छ भाइबहरू चाहिँ राम्रो देखिँदो रहेछ यहाँबाट लोकन्थलीको पार्क पनि पर्छ यता अर्को साइडमा फेरि त्यहाँ एउटा फन पार्क पनि छ सानो ए त्यहाँ गान्जा बजाइरहेको छ अरे बनाइरहेको अरे ब्ल्याक मिचिरा ब्ल्याक यहाँ एरोप्लेन उड्न लगाइरहेको एयरपोर्टमा घरले छेक्यो फाइनल्ली हेलिकप्टर उड्यो है उड्यो फाइनल्ली गाइज म बुटोलतिर कहाँ हिँडेको कहाँ बुटोलतिर पो आइपुगेछु यार थेरिका यहाँ सोध्न पर्यो नि यार बुटोलतिर आयो आन्टी यो ठाउँलाई के भन्छ मनारा जडीबुटी जाने कता ए यताबाट नै छ हो ए कस्तो तराई जस्तो फाट रहेछ त्यहाँ अघि जाऊँ ल कता लाग्छु मलाई कता लाग्छु मलाई
दिन्छ क्या भाइ दिन्छ क्या भाइले नहो म एउटा हातले चलाएको लाग्छ एउटा हातले राइट हान्ने ग्याङहरू अननोन ग्याङहरू बुटोलको भाइब दिने ठाउँ छ कि ओके स्पेसल भन्नुपर्दा चाहिँ निशानलाई म एउटा चिज देखान्छु निशान यदि भिडियो हेर्दैछौ भने तिमी जहाँ छौ जे छौ कृपया कन्टिन्यू देऊ होइन चलिरहेको यहाँ चाहिँ निशान आउने बेला हेर त कस्तो हाने पुरा ध्याङ ध्याङ एउटा यो भयो अझ अगाडि 3-4वटा ठाउँमा छ कि यतातिर चाहिँ दसैँको माहौल चाहिँ अझै सकिएको छैन रङ्गुर पूर्जा यहाँ छ एउटा दुईटा तिनवटा तिनवटा ओए भाइ राख्ला यहाँ छ 5वटा बबाल यतातिर दसैँको भाइ छैन